ओके हामी फाइनल्ली चम्पादेवी आइपुग्यौं। चम्पादेवी हामी हात्तीवन रिसोर्ट भन्दा तलबाट फाइनल्ली यहाँ आइपुगेको अवस्था छ। हामीलाई 2 घण्टा 10 मिनेट जति लाग्यो। अहिले यहाँ हेलो ल चम्पादेवीको मन्दिर चाहिँ यही हो। ल सुमनजी ढुक्नुस्। चम्पादेवी माता यो चाहिँ हात्तीवन रिसोर्टबाट करिब 2 घण्टा 10 मिनेट हिँडेपछि यहाँ आइपुग्यौँ हामी। यहाँ प्रशस्त मान्छेहरू आउनु भएको। 2 घण्टाको हाइकिङ गरेपछि यहाँ दर्शन गर्नलाई यहाँ बाजे हुनुहुन्छ। हामी 3 जना यहाँको। यहाँ खानेकुराहरू पनि अलिअलि किन्न पाइन्छ। सचन दाई तालमोड खाँदै ल हामी कहाँ आऊँ भन्नुहोस् त। अब यहाँ आउनलाई हामी कति घण्टा लाग्यो? 2 घण्टा 10 मिनेट। कहाँबाट आइयो हामी? हात्तीवन रिसोर्ट चोकबाट भनौँ न। दक्षिणकाली जाने बाटोको हात्तीवन चोकबाट 2 घण्टा 10 मिनेट जति लगातार हिँडेपछि हामी यहाँसम्म आइपुग्यौँ। एकदम रमणीय छ। आज अलिकति कुहिरो ला भएर 82 साल साँच्चै डेट भनिदिनु त ल। वैशाख 6 गते 2082 साल वैशाख 6 गते शनिबारको दिन बिहान 10:15 भयो। 10:15 बजे हामी यहाँ आइपुग्यौँ बिहानको। यहाँ लक्ष्मण दाई सुमनजी सँगसँगै मलाई देखाउनु त ल। छोडिदिनु एकछिन छोडिदिनु मलाई देखाउनु। हेलो फोन आइरहेको छैन ल सर देखाउनु। एकदम रमाइलो रहेछ। छोटो ट्रेक हिँडौँ भन्ने मान्छेलाई 2 घण्टा 10 मिनेट उकालो हिँड्न सक्ने मान्छे यहाँ आउन सक्नुहुन्छ। एकदम रमाइलो छ। खानेकुराहरू पनि यहाँ पाइन्छ। केही बोकेर आउनु पर्दैन। फुल प्रसाददेखि सब चम्पादेवी मातालाई चढाउने कुरा पण्डित पनि यहीँ हुनुहुन्छ। सब सुविधा छ। पूजा गर्नलाई पण्डित पनि लिएर आउन फोन गर्न केही पर्दैन। सब सुविधा छ। अब हामी चाहिँ कुन बाटो जान्छौँ भन्ने कुरा हिँडेपछि थाहा हुन्छ। जहाँसम्म हामी यहाँ पनि 10 मिनट ल केही भनिहाल्नु न। अहिले तपाईँलाई स्याहाँ भयो। ए तपाईँ त मुक्तिनाथ पुगेर आएको मान्छे। यो त जम्मा कति यो हाइट कति हाइट हो? ल बिस्कुट ल्याउनु। बिस्कुट खाम। यो 2200-2100 जति होला। 2200 छैन होला। एउटा सम्बन्ध छ है। यहाँ के सम्बन्ध होला भन्नुहोस् त तपाईँले? फुलचोकी र चम्पादेवी हुन्छ दिदी बहिनीको सम्बन्ध छ। फुलचोकी र चन्द्रगिरी यो बहिनी। आज हामी बहिनीको घरमा आयौँ। अब फेरि कुनै दिन हामी दिदीको घरमा जानुपर्छ। हिँड्दै जान्छौँ। टिम सकेसम्म बढाउँछौँ। हाम्रा 2 जना स्पेसल साथीहरू थिए। तिनले आज धोका दिए। तिनीहरूले नि यो भिडियोमा हेर्छन्। अनि धोका दिएको मान्छे को हो भन्ने कुरो चाहिँ अहिले नाम चाहिँ नभनौँ होइन। भिडियो हेरेपछि उनीहरू आफै थाहा पाउँछन्। यिनीहरूले मलाई चाहिँ भने होला नि भनेर। ल दिनु दाइ बिस्कुट दिनु। खान्न यसले। यहाँको बिस्कुट पत्दैन।